सम्पूर्णमा नमस्कार। यहाँहरूलाई मेरो युट्युब च्यानलमा हार्दिक स्वागत गर्न चाहन्छु। आज मैले घरमै पिज्जा बनाएर खान गइरहेको छु। हेर्न सक्नुहुनेछ। फ्राई प्यानमा मुसेको मैदा लिएर पातलोसँग रोटी बनाउन गइरहेको छु। त्यसपछि काँटाले सानो सानो पुवाल बनाएको छु। त्यहाँभित्र ससहरू जान्छ अनि पिज्जा भित्रैसम्म मिठो हुन्छ। त्यही भएको कारणले सानो सानो पुवाल बनाउन गइरहेको छु। काँटाले सानो सानो पुवाल बनाउनु पर्दो रहेछ। त्यहाँभित्र चाहिँ अब टमाटरको घरमै पिसेको टमाटरको छोप हो यो। टमाटरको छोप हालेर पुरै अब रोटीको माथि पातलो लेयर बनाएर राखिरहेको छु। यसरी बनाउँदा अलि बढी स्वादिष्ट हुँदो रहेछ। हेर्न सक्नुहुन्छ। त्यसपछि मैले टमेटो राम्रोसँग लगाइरहेको छु। त्यसपछि अब पातलो चाहिँ आफूलाई के मनपर्छ, मैले चाहिँ थोरै मासु चिकन थियो, चिकन माथि राखिरहेको छु। त्यसपछि क्याप्सिकम राखेँ। म अलिक क्याप्सिकम चाहिँ मसिनोले काटेको छु। क्याप्सिकम प्याज चाहिँ मसिनोले काटेर राखिरहेको छु। त्यसपछि मैले चिज हालेको छु माथिबाट। चिज आफूलाई आवश्यकता अनुसारको चिज राख्न सकेसम्म धेरै, जति धेरै राख्यो उति मिठो हुँदो रहेछ। तर अत्याधिक धेरै लिन चाहिँदा मात्रै ठिक्क। यसरी बनाएर खाएको, घरमै यसरी बनाएर खाएको पिज्जा चाहिँ शरीरका लागि नि फाइदाजनक र स्वास्थ्यवर्धक, एकदम सजिलोसँग घरमै बनाउन सकिँदो रहेछ पिज्जा। त्यसपछि चाहिँ हामीले माथिबाट हल्का घिउका केही थोपाहरू डिलमा राखेका छौँ। त्यसपछि माथि बिर्को लगाइदिने र 20 मिनेट जति हामीले सानो आगोमा पकाउँछौँ। अब तयार भइसक्यो पिज्जा। कति मिठो छ, हेर्दै खाउँ लाग्ने पिज्जा। यसरी नै हजुरहरूले पनि घरमै बनाएर आफ्नो बच्चाहरूसँग इन्जोय गर्नु होला है। यसरी नै सबैले घरमै भएका सामानबाट पिज्जा बनाएर आफू र आफ्नो बच्चाहरूसँग खाएर इन्जोय गर्नु होला। हस् त, बाई बाई, धन्यवाद।